यहाँहरू सबैलाई नमस्कार। नमस्कार। अनि यहाँहरूले चाहिँ हजुरको म चाहिँ सिन्धुकोटबाट यस्तो सिन्धुकोटको सन्तति एउटा धरोहरहरू सिन्धुकोटमै बस्ती हुन्थ्यो भन्ने लागेको यहाँ एउटा वृद्ध भइसक्नु भएको मान्छेहरू हुन्छ। कम्तीमा यहाँहरूको एउटा चिनारीको लागि यो एउटा आफ्नो पुस्तान्तरण गर्दै जाँदा छोराछोरी नाता नातिना सबैले मेरो बा हजुरबा आमाहरू यस्तो हुनुहुन्थ्यो भन्नेको निमित्त मैले यो मेरो दीपक आले मगर भन्ने युट्युब च्यानलमा र दीपक आले मगर फेसबुक लाइभमा यहाँहरूको मैले एउटा भिडियो क्लिप्स सानो राखिदिने गरेको छु। त्यस कारण कसैले पनि यसलाई अन्यथा नलिदिनु होला। मैले यो कसैलाई स्टन गरेको होइन। यो एउटा पुस्ताको लागि पछिसम्म मेरा बाआमा सन्तति जस्तो हुनुहुन्थ्यो भन्ने हिसाबले हेर्नुहुन्छ भनेर मैले त्यो हेर्नको लागि पनि मेरो दीपक आले मगर युट्युब च्यानलमा हेरिदिनलाई मैले अनुरोध गरेँ र यहाँहरू सबैलाई स्वागत एवं नमस्कार। हजुरको नाम सुनाइदिनुहोस् न एकचोटि। मेरो नाम निमप्रसाद सिद्धेल। कति वर्ष हुनुभयो? 70 वर्ष। 70 वर्ष हुनुभयो। सिन्धुकोट छोड्नु भएको कति वर्ष भयो? 25 वर्ष भयो। अब त्यो सिन्धुकोट हजुरले के अब यसै गरी छोडेरै अब त्यो चाहिँ अन्तर्राष्ट्रको चाहिँ भूभाग जस्तै बनाउने चाहना छ त्यस्तो काम छ। छोराहरू जान्छन् छोराहरू अहिलेको दुर्दिनको लागि यहाँ आएर बस्नु त 3 दिनका दिन त जाने कुनै ठाउँ छैन। हाम्रो समाजमा के छ अब मऱ्यो भनेपछि त्यहाँ पक्कै पनि दाजुभाइले नहेरेर वरपरका दाजु छरछिमेकी दाजुभाइ त छन् त्यहाँ पक्कै पनि हुन्छन्। अनि हजुरको छोरा कतिजना? मेरा छोरा 3 नाम सुनाउन सक्नुहुन्छ? किन नसक्नु? ल हजुरले एकचोटि नाम ल भनिदिनुहोस्। मेरो जेठो छोराको नाम जयराम सिंहदेल, हजुर। माइलाको नाम शङ्कर सिंहदेल, कान्छाको नाम अनन्त सिंहदेल। बुहारीपट्टि पनि जानु पर्यो। अनि बुहारीहरू बुहारी सबै बिहे गरिसक्नुभयो छोराको? दुईवटा गऱ्यो होला छोरीहरूको बिहादान भइसक्यो। अर्का फरक भइसक्यो। अनि हजुरको धर्मपत्नीलाई के छ? ठिक छ ठिक छ। हजुरको स्वास्थ्य स्थिति एकदमै चाहिँ तगडै जस्तो देख्छु म चाहिँ। तगडै छु छन् चाहिँ तर ठिक छ। यहाँलाई मैले चाहिँ यो एउटा सानो एउटा क्लिपको लागि अन्यथा नलिनु होला। हजुरलाई नमस्कार। हजुरको नाम भन्नुहोस् त। मेरो निमप्रसाद सिद्धेल। कति वर्ष? 71। सिन्धुकोट छोड्नु भएको कति वर्ष भयो? मैले सिन्धुकोट छोडेको छैन, जान आउने छ है। तर बारी चाहिँ उम्र केही छ सबैको मैले छोडेको होइन। अहिले 4 वर्षको नगएको। अनि हजुरलाई त्यहाँ बसेर अब यहाँ गाउँभन्दा चाहिँ काठमाडौँ नै ठिक लाग्यो कि? अब नसकेपछि के सकिएन, नसकेपछि त क्या मर्नु भएन, खानु पऱ्यो। बुढो भयो, वृद्ध अवस्था भयो, त्यस कारणले छोडियो। यतै अब अहिले छोरा छन् गर्छ। हजुरको छोरा कतिजना हुनुहुन्छ? कुमार सिंहदेल, रामेश्वर सिंहदेल, जगन्नाथ बुहारीहरू बुहारीहरू 3 छन्। बिहादान भइसक्यो। सबै अनि हजुरको धर्मपत्नी जग्गको बारे पकाएर खान्छ। ल यहाँलाई पनि नमस्कार स्वागत छ। हजुरको एकचोटि नाम भनिदिनुहोस् न। नाम बुद्धिसागर। बुद्धिसागर सिंहदेल, सिन्धुकोट। यहाँ चाहिँ मैले थाहा पाएअनुसार मेरो आदरणीय दाइ सिन्धुकोट नै गर्नुहुन्छ। म सिन्धुकोट बासीको भनेर साई पार्ना छु। हो, सिन्धुकोट नै हुनुहुन्छ। हजुर कति वर्ष हुनुभयो अहिले? वर्ष 16 सालको जन्म हो। वर्ष कति जान्दिनँ। 16 सालको भयो। 16 ठिक छ। 16 सालमा जन्मिनु भयो। 16 साल। अनि हजुरको छोराहरू कतिजना हुनुहुन्छ? 2 जना। नाम सुनाइदिनुहोस् न। आत्मराम सिंहदेल र जागेन्द्र सिंहदेल। राजेन्द्र सिंहदेल र आत्मराम सिंहदेल। हजुरको धर्मपत्नी घरमै गाउँमा हुनुहुन्छ है? एकदमै खुसी लाग्यो मलाई।
मलाई सिन्धुकोटमै जन्मेर म अहिलेसम्म यहीँ छु भन्ने एउटा अभिव्यक्ति दिनुभएकोले मेरो चाहिँ उहाँलाई विशेष धन्यवाद। अनि हजुरलाई ल नमस्कार। हजुरको नाम भनिदिनुहोस् त एकचोटि। कृष्ण प्रसाद सिगदेल। कति वर्ष हुनुभयो? 79 हुनुभयो। हजुरले सिन्धुकोट छोड्नु भएको कति वर्ष भयो? 50 सालभन्दा 31 वर्ष भयो। 31 वर्ष भयो है। अब सिन्धुकोटको माया छैन त हजुरलाई? अवश्य नै छ। अवश्य छ। 79 वर्ष हुनुभयो। छोरा कतिजना हुनुहुन्छ? 4 भाइ। ल एकचोटि नाम पनि सुनाइदिनुहोस् त छोराको। जेठाको नाम अनन्त सिगदेल, महिनाको अनिल सिगदेल, साइनाको अशोक सिगदेल भइहाल्यो, कान्छाको अञ्जन सिगदेल। चारैवटा छोराको बिहे गरिसक्नु भयो। 2टाको गरियो, 2टाको भयो। जेठाको र साइनाको भयो। छोरी कतिजना हुनुहुन्छ? छोरी छैन। छोरी छैन है। ल यहाँलाई चाहिँ नि छोरा अनि सबै परिवार काठमाडौँ बस्नुभएको 30 वर्ष भयो। अब म चाहिँ के भन्छु भने यहाँहरूलाई विशेष गरी वृद्ध भइसक्नु भएको छ, स्वास्थ्य स्थितिलाई पनि राम्रोसँग हेरचाह गर्न आफ्ना छोराबुहारीहरूले। अब भोलि आफ्ना पनि छोराबुहारीले फेरि त्यसै गरी हेर्छन्। शिक्षा हो। हामीले बुढापाकाहरूलाई हाम्रो सन्ततिलाई माया गर्नुपर्छ। अप्ठ्यारो पर्दा स्याहार सुसार सम्मान गर्नको निमित्त छोराछोरी चाहिने हो होइन। त्यसको लागि सबैले त्यो एक खालको व्यवहार समाजमा देखाएर गर्नु नै भएको छ। छोराहरू सबैलाई मेरो चाहिँ विनम्र नमस्कार अनुरोध पनि छ। नगर्नेहरूलाई पनि त्यही यो एउटा शिक्षा। त्यस कारणले यहाँहरू काठमाडौँ बसिदिनु भएको छ। अब चाहिँ मेरो विशेष अनुरोध चाहिँ सिन्धुकोटमै बसिदिनु पर्यो। यहाँ सुगर रोगी हुनुहुन्छ, प्रेसर रोगी हुनुहुन्छ, हरेक चाहिँ नि क्यान्सर रोगी हुनुहुन्छ। यहाँको विषादीयुक्त खानपानबाट यो रोग लागेको छ। त्यसैले काठमाडौँभन्दा सहरमै गाउँमै बसेर कोदाको पिठोको खोले, गुन्द्रुक अनि आफ्नै करेसा बारीमा लगाइएको चाहिँ अर्ग्यानिक तरकारी सागसब्जी खायौँ भनेदेखि हाम्रो स्वास्थ्यमा लाग्ने रोगहरू अलिक कम हुन्छ भन्ने चाहिँ मेरो अनुरोधका साथ अब गाउँमै फर्किनु होला है। सबै बुढापाका लिएर विशेष गरी युवा पुस्ताहरू गाउँमै फर्किनु होला, गाउँमै बस्नुपर्छ। र यहाँ गर्नुभएको पेसा आफ्नो कोहीले कृषि गर्नुभएको छ, कोहीले पशु गर्नुभएको छ, कोहीले केही गर्नुभएको छ। त्यही पेसा सिन्धुकोटमै गरेर त्यहाँका सामान काठमाडौँसम्म ल्याउन सक्यो भने, गाउँमा बसेर अर्ग्यानिक चिज खाइयो भने अलिकति चाहिँ तपाईँको रोगहरू कम लाग्छ कि भन्ने हाम्रो पनि एउटा ठम्याइ हो। त्यस कारण सबैलाई गाउँपाका अभियानमा लाग्नु होला भन्ने कुरालाई मेरो विशेष अनुरोध गर्दै मेरो आदरणीय दाइ मित्र पनि हुन्छ माधव गाईज्यू पनि आउनुभयो। यहाँलाई नमस्कार। हेलो। मेरो आदरणीय दाइ किन गाउँ सिन्धुकोट छोडेर किन गाउँ छोड्नुभयो? अझै कति वर्ष हुनुभयो? 52 वर्ष हुनुभयो। माधव प्रसाद ढकाल, मुसुरी निवासी। मैले उहाँको नाम आफैले भने र उहाँ चाहिँ वर्ष चाहिँ उहाँले भन्नु। उहाँ यहाँ काठमाडौँमा पेसा गर्नुहुन्छ। त्यो पेसा मेरो आदरणीय दाइलाई गाउँमा गर्नुहोस्, त्यही सिन्धुपाटमा गर्नुहोस् र यहाँ भएका भाइ साथीहरूलाई पनि उतै लगेर अर्ग्यानिक चिज खाएर रोगबाट अलिकति एक पाइला पछि हटाउनुहोस् भन्ने विशेष अनुरोध गर्दै मेरो यहाँहरूको सम्पूर्ण परिवारलाई विशेष धन्यवाद दिँदै यो देवी भगवती आमा भारतीय देवी भगवान पशुपतिनाथका कृपाले सपरिवारमा शान्ति, सुख शान्ति होस्, समृद्धि होस्। जय श्री राजा।